Para जाम खेल्न लगाइरहेको सो हेलो एन्ड नमस्ते एभ्रिवन, होप यु गाइज आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला। स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। अनि आजको ब्लग चाहिँ मैले घरबाटदेखि सुरु गर्दैछु होइन। अनि सो त्यही हो, अब आज चाहिँ म पठाउ गर्न जानु लाग्यो होइन। अनि त्यही भएर मैले भ्लग बनाऊँ कि भनेर मैले सोचिरहेको थिएँ। त्यो आज चाहिँ भ्लग बनाउँछु होइन, पठाउ गरेको। धेरै गर्दिनँ म, त्यस्तै 5-6वटा गर्छु होइन। अनि यसो अब एक्सपिरियन्स गरौँ न होइन। त्यही अब भ्लग बनाउँछु। अनि मैले साइकल नचलाएको नि 3-4 महिनै भइसक्यो क्या होइन। सो त्यही अब कारणहरू धेरै छ होइन। अब काममा नि धेरै बिजी भइन्छ, त्यही भएर मैले भ्लग पनि हाल्न पाइरहेको छैन होइन। अब अस्ति 2 महिना अगाडि मैले भ्लग हालेको थिएँ कि, अनि अहिले भ्लग गर्दैछु क्या म होइन। त धेरै नै मेरो भिडियोहरू लेट भइरहेछ होइन। अनि सरी फर द्याट। अनि ठ्याक्कै 833 सब्सक्राइबर पुगिसक्यो मेरो होइन। अनि सो छिट्टै नै 1K पुग्नु लागेको छ होइन। सो 1K मा चाहिँ एउटा सेलिब्रेसन चाहिँ गर्नुपर्छ गाइज होइन। सो त्यही भएर हाम्रो लागि भनेको त 1K पनि ठुलो सब्सक्राइबर हो नि त, धेरै सब्सक्राइबर हो। सो त्यही अब म रेडी सेडी भइसक्यो अहिले होइन। अब तपाईँहरूलाई म एकछिनमा भेट्छु है त ल। सो गाइज होइन, मैले भ्लग गर्ने क्यामेरा चाहिँ यही हो खासमा होइन, 5K एक्सन क्यामेरा। अनि ठिकै छ होइन, काम चलाउको लागि राम्रै छ क्यामेरा यो। तर मैले चाहिँ गोप्रो लिने खोजिरहेको छु होइन। सो त्यो अहिलेको लागि चाहिँ यसले काम चलाऊँ होइन। क्वालिटी चाहिँ अलिकति ठिकै भनौँ न होइन, ठिकै छ। त्यति राम्रो गोप्रो जस्तो चाहिँ छैन होइन। तर बजेट अनुसार चाहिँ राम्रो छ यो क्यामेरा होइन। सो त्यही हो। अब म कि तपाईँहरूलाई अन गरेर देखाउँछु है त। अहिले अब नोइज क्यान्सलेसन चाहिँ छैन रहेछ क्या यसमा होइन। विन्डहरूको हावा चाहिँ आउने रहेछ, माइक पनि जोड्नु नमिल्ने रहेछ क्या। त्यही हो, राम्रो छ होइन। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो। अब मोबाइलबाट त अलि नराम्रो होला होइन। सो त्यही अगाडिको क्यामेरा पनि यसरी अन हुन्छ, म देखाइदिन्छु तपाईँहरूलाई। ल यसरी अन हुन्छ होइन। ल सो गाइज अब चाहिँ अब प्यासेन्जर राखेपछि होइन, पछाडि मान्छे बसिसकेपछि अब बोल्न लाज लाग्छ होइन। त्यो बेलामा चाहिँ हल्का कम्प्रोमाइज गरिदिनु होला होइन। सो त्यही हो गाइज होइन। कपाल पनि मेरो एकदम लामो भइसक्यो होइन। पहिला त यत्रो थियो, बज कट हालेको थिएँ मैले होइन। अहिले चाहिँ बब्बाल भयो ल, खतरा भयो ल। सो त्यो गाइज एकछिनमा भेटौँ ल। सो गाइज म चाहिँ अब निस्किन लाग्यो घरबाट होइन। सो त्यही हो, अब हेलमेट सेलमेट लाएर जानुपर्छ। म तपाईँहरूलाई बाइक देखाउँछु, यता बाइक त पछाडि छ। सो बाइक चाहिँ यहाँ छ है ल, यही हो बाइक। सो अल राइट गाइज होइन, अहिले चाहिँ म यहाँ मेरो पसलमा आएको छु होइन। अनि म चाहिँ टक्क लाएर यहाँ रेडी भएर हेलमेट सेलमेट लाएर बसिसकेँ। अनि सेटअप चाहिँ मेरो यस्तो छ। सो त्यही अब प्यासेन्जर भएको बेलामा चाहिँ म त्यति बोल्दिनँ होला। अनि डोन्ट माइन्ड है, त्यति बेलामा चाहिँ मलाई लाज लाग्छ बोल्न होइन। सो चुप्प लाएर म बाइक मात्रै चलाउँछु। अब केही बोल्न अब कन्फिडेन्स आयो भने चाहिँ म बोल्छु नि होइन। तपाईँहरूलाई म सिधा अब क्यामेरामा भेट्छु नि त। A few moments later. सो गाइज है, म चाहिँ यहाँ मान्छेको लोकेसनमा पुग्न लागिसक्यो। यहीँ रातनिर रहेछ क्या लोकेसन। त कहाँ थियो भित्र देखाइरहेको छ। हजुरले भन्नुभयो हजुरले हो, हजुरले गर्नुभयो 2208 छ। होइन भन्नुभएको। बस्नु लोकन्थलीमा होइन है।
अनलाइन गर्नुहुन्छ कि क्यास थ्याङ्क यू सो गाइज यो एउटा राइड चाहिँ सकिसकेको छ फर्स्ट ट्रिप होइन नजिकै थियो यहीँ 4 किलोमिटर अगाडि मात्र रहेछ त्यही हो ल अब अर्को राइड हेरौँ यो बाइक पनि के भइरहेछ बिचमा आफै बन्द भइरहेको क्या सो गाइज होइन अर्को रिक्वेस्ट पनि आइसकेको छ यहीँ नजिकै परेको रहेछ हेलो हजुर लोकेसनमा हुनुहुन्छ ए ल बसिराख्नु ल म आइहाल्छु कल हान्नु पर्छ क्या नत्र भए त्यहाँ लोकेसनमा पुगेपछि क्यान्सल हानिदिनु बिर्सेन मान्छेहरूले आजकल के गर्नु हिजो पनि 2-3 जनाले मलाई लोकेसनमा पुगिसकेपछि क्यान्सल हान्थ्यो यस्तो रिस उठ्छ त्यस्तो गऱ्यो भने त्यही होला अब जानुपर्छ हजुर हो हजुर बस पार्क होइन बस्नु यहीँबाट मिल्छ पारी हो पारी जानुपर्छ ए यही हुन्छ है कम्प्लिट हजुर हुन्छ तर चेन्ज छैन मलाई Thank you. Second ride complete, guys. अब 4 राइड बाँकी छ गाइज होइन फर्स्टमा चाहिँ 80 रुपिस सेकेन्डमा अहिले 38 यहाँमा त सस्तो रहेछ यार लास्टै प्रथममा त 4 किलोमिटर जानु पर्यो भने 100 रुपियाँ लिन्छ यसमा त 40 रुपियाँ रहेछ यहाँमा नाइस ठिकै छ सो अल द्याट गाइज होइन अहिले चाहिँ मैले भर्खर 2टा राइड मात्र सकिएको छ होइन अनि बिचमा चाहिँ के भयो भन्दाखेरि एकजनाले राइड बुक गरेको थियो होइन अनि म 1 किलोमिटर टाढा गएर लिन गएँ अनि त्यहाँ पुगेपछि चाहिँ अनि त्यो मान्छे चाहिँ पारी थियो म चाहिँ वारी थिएँ पो अनि अपोजिट साइड आऊ भन्दाखेरि क्यान्सल हानिदिएर क्या रिजेक्ट होइन अनि फेरि मैले नम्बरमा कल हानेर फर्काउनु लाग्थ्यो कलै नउठाइदिएर होइन त्यही हो अनि कति जाम रहेछ कि आज त्रिपुरेश्वरमा पनि लाख जाम रहेछ अनि उता बानेश्वरमा पनि धेरै जाम रहेछ क्या होइन सो त्यही भर्खर मेरो 2 राइड सक्यो मेरो पेट्रोल पनि हेर्नु न यार अब 3 लाइन छ भने देखेकै छैन होला मैले यहाँ ब्ल्याक कलरको उ त्यो स्टिकर राखेको छु क्या त्यही भएर देखाएको छैन यहाँ 3 लाइन छ होइन
सो त्यही हो तपाईँहरूलाई म एकछिन भेट्छु है बेला सो गाइज होइन थर्ड ट्रिप पनि आइसक्यो रिक्वेस्ट होइन यहीँ 400 मिटर उता छ तर म यहाँ जाममा परिरहेको छु कि होइन जडीबुटी चोकमा रहेछ जाम खुल्न लागिसक्यो अब 5 सेकेन्ड बाँकी छ लेट्स गो जाम खुल्यो कति बेरपछि जाम खुल्यो यार सबैजनाको रेस लाग्छ क्या फेरि यता यो बित्थै के रह्यो होला कि यो रात्रको यार त्यसले गर्दा एक्सिडेन्ट हुन्छ क्या जडीबुटी चोकमा भन्छु हेलो म हजुर म यता जडीबुटी चोकभन्दा अलि अगाडि छु कता मूर्ति बनाउने ठाउँ ढुङ्गे धारा कता हो ए त्यो के अरे जडीबुटी चोक आउनुभन्दा अगाडि एउटा सानो गल्ली छ त्यहाँबाट छिर्ने हो ए ल ल ल लोकेसन राख्छ एक ठाउँमा बस्छन् एक ठाउँमा के भन्दा अब यहाँबाट फेरि अहिले धन्न अलि अगाडि गएन म नत्र यता यहाँबाट घुमाउनै मिल्दैन थियो क्या दिदी यता ढुङ्गे धारा कता छ हो र ल ठिकै छ के छ छेउ भएन मान्छेलाई पनि थाहा आएन अरे हेलो म यो ढुङ्गे धारा कटेर अलि अगाडि आइसकेँ यो त ढुङ्गे धारा भन्दा अलि अगाडि आइसकेँ म ढुङ्गे धाराको नि यो त ढुङ्गे धारा भन्दा नि अलि अगाडि पुगिसकेँ कि म यो त म भित्र आएको थिएँ त अनि म त्यहाँ आएर नि फेरि फर्किसकेँ अनि मैले चाहिँ भर्खर एउटा रिक्वेस्ट आएको थियो कि अनि म उता कोटेश्वरमा थिएँ अनि जडीबुटी चोकमा लोकेसन राखेको थियो कि त्यो मान्छेले अनि जडीबुटी चोक आएपछि त मान्छे छैन कि होइन कति कल गरेँ अनि एकचोटि कल उठायो पछि त अनि के भन्छ मान्छेको कल आयो एकैछिन ल हेलो हेलो मैले क्यान्सल हान्दिएको दाइ ल्याङ हान्छ यार मान्छे लोकेसन एक ठाउँमा राखेर एक ठाउँमा बसेर हुन्छ त अनि यार रिस उठिदिएर हान त अब भर्खर एउटा रिक्वेस्ट आएको छ यहाँ कोटेश्वर चोकमा भनेर होइन ठिकै छ ल लेफ्ट भनेको राइट हेर्नुहुन्छ चढ्नु चढ्नु कताबाट सिधैबाट हो है सिधैबाट हो है यताबाट सिधा हो बानेश्वर लेख्नु भयो यस्तो गरेको आफू देख्दा देख्दा पनि यस्तो गर्छन् झन्डै उडाएन गाइज म चाहिँ अहिले जडीबुटीको जाममा छु होइन अर्को लाएर जाम खोल्न लागिरहेको छु
ड्युक 250 कस्तो मलाई प्राइभेट यार अनि कहाँ यार 250 त दिइहाल्छ नि 150 सीसी हो अनि त्यो चाहिँ 250 मजाले जितिहाल्छ नि ड्युकले त गाइजहरू म चाहिँ यता अहिले के अरे त्रिभुवन इन्टरनेसनल एयरपोर्टको भित्र छु होइन ठ्याक्कै एकजना मान्छे यहीँसम्म आयो क्या होइन रिक्वेस्टमा त्यो अहिले चाहिँ म यहाँ भित्र बसिरहेको छु अब यहाँ एकछिन बसिरहेको क्या होइन कता देखिरहेको छु भिउहरू होइन बाल देख्न सक्नुहुन्छ यता आकाश त क्या देखाएन बब्बाल देखिरहेको छ बादल पनि होइन त्यही हो यो चाहिँ हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट कला चाहिँ यहाँ चाहिँ डोमेस्टिक भयो होइन त्यही हो होइन अनि अब यो क्यामेराको ब्याट्री चाहिँ डाउन भइसक्यो होइन मैले भर्खर चेक गरेको ब्याट्री नै छैन अलिकति पनि बाँकी होइन त्यही हो अब आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु होइन अब कति मिनटको भयो भनेर चाहिँ थाहा होइन अब चाहिँ छोटो मिठो भयो होइन त्यही हो सबैजनाले सब्सक्राइब गरिदिनु होला होइन राम्रो लाग्यो भने आज मैले यो क्यामेरामा चाहिँ ब्याट्री फेरि चार्ज गर्न बिर्सेछु क्या अनि त्यही भएर नटिकेको आज त्यही हो अब कति बज्यो त्यसै 4:30 बजेको छ होइन त्यही हो गाइज होइन ल बाइकमा बसेर आनन्दले यहाँ भ्यूहरू हेर्दैछु अहिले यहाँ प्लेनहरू उडेको नि हेर्नुपर्छ एकछिन पछि त्यही हो गाइज होइन गाइज लाइक द भिडियो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सी यु इन द नेक्स्ट भिडियो बाई बाई